त्यही मुजी दाइ तपाईँ त पागल साइको हो क्या तपाईँको पैसा चाहिँदैन गएँ म ए भाइ यार आउने यार ऊ भाइले 5000 पाउँछ हेलो सबैलाई आज चाहिँ मैले है पैसा लिएर आएको छु 5000 है हेलो गाइज मैले यहाँ आज पैसा लिएर आएको छु के भिडियो ल्याएँ भन्दाखेरि चाहिँ उतानिर एउटा भाइ बसिरहेको रहेछ उसलाई चाहिँ म एउटा क्वेसन 5वटा क्वेसन सोध्छु 5वटा क्वेसन मिलायो भने उसलाई म 5000 दिन्छु है आउँ है त उसले के कस्तो एन्सर दिन्छ के गर्छ हेरौँ ल एक्सक्युज मी ब्रो भाइ तिमीलाई स्वागत छ हाम्रो च्यानलमा धन्यवाद मैले चाहिँ के गर्ला भन्दाखेरि 5वटा क्वेसन सोध्छु तिमीलाई होइन अनि 5वटामा 5वटा मिलायो भने तिमीलाई यो पैसा 5000 तिमीलाई दिन्छु म हुन्छ हुन्छ 5वटा क्वेसन सोध्छु एउटा मात्र बिगाऱ्यो भने तिमीले पैसा पाउँदैन है त हुन्छ ल क्वेसन नम्बर 1 रहेको छ होइन नेपालको प्रधान मङ्की चाहिँ को हो मङ्की होइन होला दाइ ए सरी भाइ मन्त्री मैले तिमी बाँदर जस्तै लाग्यो अनि मङ्की भनिदिन्छु सरी ल भन ल नेपालको प्रधानमन्त्री चाहिँ को हो केपी ओली ल करेक्ट एन्सर एउटा एन्सर मिलाउनु भयो क्वेसनको है अब दोस्रोतिर लागौँ है त 25 र 24 जोड्यो भने कति हुन्छ 49 एकदम मिलेको छ दुईटा क्वेसन मिलिसकेको गाइज अब तेस्रो प्रश्नमा लाग्दैछौँ हामी तेस्रो प्रश्न के हो भन्दाखेरि रोनाल्डो कुन देशबाट फुटबल खेल्छ पोर्चुगल एकदम राइट एन्सर अब 3टा एन्सर मिलिसकेको अब चौथो क्वेसनमा लागौँ चौथो चाहिँ एकदम इजी नै छ होइन यो पैसा नहेरौँ 1000को नोटमा कुन चाहिँ जनावरको तस्बिर राखेको हुन्छ हात्तीको एकदम करेक्ट 4वटा क्वेसन मिलिसकेको छ अब एउटा मिलायो भने उहाँले चाहिँ ऊ भाइले 5000 पाउँछ ल भन होइन मैले बिहान कुन चाहिँ तरकारी खाइरहेको थिएँ ए मुजी दाइ तपाईँले कुन तरकारी खायो मलाई थाहा हुन्छ ए भाइ भन न अलि टप क्वेसन सोधेको 5000को सवाल छ भन न कुन चाहिँ खाएको ल भन ए मुजी दाइ आउँदैन मलाई तपाईँले के खानु भयो मलाई के थाहा त ल तिमीलाई एउटा हिन्स पनि दिन्छु होइन म ढ्याउ गर्छु मेरो सास सुँगेर तिमी पत्ता लगाऊ त्यही मुजी दाइ तपाईँको सास पनि सुन्छ त्यस्तो अर्को सास सुन्छ त हामीले त्यस भए 5 सुँगो नि त ल त्यही मुजी दाइ तपाईँ त पागल साइको हो क्या तपाईँको पैसा चाहिँदैन गएँ म ए भाइ यार आउने यार 5000को सवाल छ गइदिरा मुजी 5000 पनि चाहिएन मुजी मासु खाएर आउने म जहिले मासु खाने मान्छे मासु भन्न सक्दैन